ल बहिनी पहिला एसीको फुल फर्म भन त एसी सेकेन्डरी एक्जाम सेकेन्डरी के थियो ल ल एसी सेकेन्डरी एजुकेसन एक्जामिनेसन कस्तो भयो एक्जाम राम्रो भयो एकदम पुरै एक्सपेक्टेसन कस्तो थियो रियालिटी कस्तो निस्क्यो त एसी चाहिँ एक्सपेक्टेसन त यो भन्दा गाह्रो होला भन्ने थियो एक्सपेक्टेसन चाहिँ एकदमै गाह्रो हुन्छ सकिँदैन टाइपको थियो तर रियालिटीमा चाहिँ एसी नर्मल एक्जाम जस्तै हुँदो रहेछ क्वेसन पनि कम्प्यारेटिभली इजी क्वेसन्सहरुका अझै लुज सोचेको थियो अनि प्रिपरेसन कसरी गर्यो एसीको लागि होल वर्षभरि सबैभन्दा बढी सुते होला दिनको 12 घण्टा 14 घण्टा सुते घाम ताप्दै सिरियसली घाम चाहिँ तापेन तर त्योभन्दा अगाडि चाहिँ हामीले 3टा एक्जाम दिइसक्यौँ जुन चाहिँ 1 हप्ताको इन्टरभलमा नि थिएन त्यही भएर हामी एकदमै बढी प्रिपेयर्ड भएर ओभर कन्फिडेन्स निन्द्रा लाग्नु छोडिसके त्यो सुत्दा सेट बुकहरू थियो सेट बुकहरूबाट क्वेसनहरू प्र्याक्टिस गरियो अनि इन्टरनल एक्जाम्सहरू पनि भइरहेको थियो स्कुल बाहेक घरमा केही प्रिपेरेसन नै थिएन भाइ तिमीले नि बोल्दा हुन्छ म चाहिँ के बोल्ने बोल कस्तो थियो तिमीले कसरी प्रिपरेसन गर्यो प्रिपरेसन अब त्यस्तै थियो अब त्यही पढ्ने एकछिन ब्रेक लिने पढ्ने त्यही हो मेरो पनि त्यही हो प्रिपरेसनको लागि मोटिभेसनहरू के थिए मोटिभेसन हेरेको त युट्युब हो अनि त्यसपछि मैले सक्छु भन्ने त्यो कन्फिडेन्स चाहिँ हुनु पर्यो बाबाले केही किनिदिन्छु भन्नु भएन भन्नुभएको छ आइफोन भन्नुभएको छ मामाले मोबाइल किनिदिनुहुन्छ भनेर भन्नुभएको त्यस्तो भएपछि के छ त एक्सपेक्टेड ग्रेड यत्रो मेहनतपछि 9 जति आउँछ 3.9 तिमी लास्टै पढ्ने विद्यार्थी हो ब्याचको पढ्छु त्यो 3.9 आउँछ तिम्रो त्यसो आउँछ तिम्रो कति आउँछ त 3.8 जति आउला A+ त आउनु पर्ने हो नम्बरमा भन्नु त नम्बरमा अब चाहिँ 3.7 कति नपर्ने हो 3.7 कति मेरो चाहिँ 4 GPA थियो तर सामाजिकले गर्दा चाहिँ 3.9 ठिकै छ 3.9 मा खुसी हुँदा हुन्छ बहिनी GPA सिस्टम मेरो लागि गयो मेरो 5 GPA आउँछ मेरो 3.8 चाहिँ कट्नुपर्छ गर्छ एकदम राम्रो त्यसो त एकदम राम्रो गरेको छौ तिमीहरूले हैन एसी फेरि दिन पायो भने तिमीले के डिफरेन्ट गर्थ्यौ होला कि ठिक छ एकदम सेटिस्फाइड ठिक छ सेटिस्फाइड छु म सामाजिक चाहिँ अलि राम्रो गर्थेँ म अप्सन लिदिनँ थिएँ इको लिन्थेँ म अझै चिटिङ गर्न साथीहरू बनाउँथेँ त्यही नै हो अब आउने दिनमा हाई स्कुलमा के लिने त साइन्स कि नन साइन्स खै अब हेर्न पर्छ ल तिमीले साइन्स नन साइन्स त पढिदैन त्यसरी त गाह्रो साइन्स नपढ्ने तिमीले साइन्स अनि नन साइन्स कुन कम्बिनेसन पढ्ने त ए लेभलमा फिजिक्स केमिस्ट्री इकोनोमिक्स साइन्स त खोइ सोच्नुपर्छ अब ब्रिज कोर्स गर्छु नर्सिङ अनि पछि नर्सिङ ठिक हो ब्रिज कोर्स गरेपछि डिसाइड गर्ने हो म पनि त्यही हो मेरो शिक्षामा ब्रिज कोर्स गर्ने अनि नर्सिङ PCL जोइन गर्ने कतिको पढ्ने त लाइफमा अगाडि नामको अगाडि DR नाइन्जेल ए नाइस है भाइको के छ मेरो अब खै हेर्न पर्छ अब कतिसम्म पढिन्छ सबै कुरा हेर्नु पर्ने छ तिमीले त भ्याकेसनभरि सोच्ने हो क्या PhD सम्म गर्नु गर्ने क्यामेरा छ है फेरि PhD गर्नुपर्छ फेरि पोस्ट ग्रेडसम्म गर्ने डबल PhD गर्ने कोही छैन नगर्ने एउटामै इनफ लाइफै सकिन्छ अब कति त्यसपछि 8 वर्ष जति त यतिकै नै पढ्नुपर्छ अलिकति छ भने के हुन्छ त अब आफ्नो क्षमता अनुसार कतिसम्म पढ्न सकिन्छ त्यही हो म पनि त्यही PCL गर्ने विदेश जाने अब आउने अपकमिङ एसई ब्याचको लागि चाहिँ के भन्न चाहन्छ तिमीहरू समयमै प्रिपेयर गर्नुपर्ने रहेछ एसईको लागि एसई आएपछि प्रिपेयर गर्छु सेन्टर लुज हुन्छ भनेर कहिले बस्नु हुँदैन स्कुलमा चाहिँ एसईलाई एकदमै होरिफाइड बनाइन्छ एसई सिल्भर गेट हो यो तिमीहरूले पार गर्नुपर्छ एकदमै ठुलो हो भन्ने जस्तो बनाइन्छ तर एसई भनेको केही पनि होइन तर ठुलै कुरा हो तर केही पनि होइन एसई मेहनत गर्यो भने चाहिँ एसई केही पनि होइन मेहनत गरेन भने चाहिँ एसई स्कुलले बनाएको सानो कुरालाई ठुलो पहाड बनाएको जस्तै हो ठीक हो अब आउने अपकमिङ एसई ब्याचको लागि चाहिँ के भन्न चाहन्छ तिमीहरू सेट बुक प्र्याक्टिस गर धेरै नआत्यो अनि त्यही हो
एसी भने एसी नै हो, जे सुन्छ त्यही हुँदो रहेछ। आउने एसी ब्याचलाई अल द बेस्ट, राम्रो गर, राम्रो जिपे ल्याऊ, स्कुलको नाम राख, त्यही हो। भाइ भ्याकेसन प्लान के छ त अब? त्यही भ्याकेसन मेरो शिक्षामा ब्रिज कोर्स गर्ने। ब्रिज क्रस हो। मेरो शिक्षार्थीले ब्रिज कोर्स गरे भने उहाँ दाइले 50% अफ दिनुहुन्छ तिमीलाई। हजुर चाहिँ यो इन्टरभ्यूहरू किन लिनुहुन्छ? म फसेँ बहिनी आज। म केटाहरूसँग थिएँ, अब मैले आएर लिनुपर्ने भयो। यो कहाँ कि ब्रडकास्ट हुन्छ कहीँ हुन्छ? यो मेरो शिक्षा भन्ने एप छ, लर्निङ एप हो। You guys are from मेरो शिक्षा? अनि मेरो शिक्षा चाहिँ famous mom.